हेलो गाइस, वेलकम ब्याक टु द माई अनदर भिडियो। र फाइनली त्यो दिन आइसकेको छ जुन दिन चाहिँ हामी घर जाने। र हामी चाहिँ पुरा रेडी भइसक्यौँ होइन। अहिले बजेको छ 8:16, दिन सोनिन्छ। हाम्रो गाडी आइसकेको छ, आइसक्यो भनौँ 6 मिनट बाटोमा छ, 5 मिनटको चाहिँ आउँदैछ। र त्योभन्दा अगाडि चाहिँ हामी यहाँ यो गेटबाट चाहिँ लगेजहरू पुरै झार्नुपर्ने हुन्छ। यो घरमा छ सबसे दुईवटा ठुल्ठुलो सानो त्यही अब सामानहरू तल झरेर गाडी आएपछि देखाइदिउँ है। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। ओके, अल राइट, फाइनली झारिसकेको छ सामान चाहिँ तल। अब गाडीको वेटिङमा, गाडी आइसकेपछि जानुपर्ने हुन्छ यहाँबाट एयरपोर्टसम्म। अनि एयरपोर्टमा 1-2 घन्टाको ट्रान्जिट, त्यहाँबाट फेरि इन्टरनेसनल एयरपोर्टतिर, अनि फेरि त्यहाँ 6 घन्टाको ट्रान्जिट, अनि त्यसपछि बल्ल नेपाललाई उड्ने हो। अब त्यस्तै आज निन्द्रा पुगेको छैन, रातभर खासै निन्द्रा लागेन। बिहान पनि 7 बजी उठ्यो हो। सो त्यही भएर आँखा अलि रातो छ, आँखा पोल्दा त्यही माथि आज घाम डह्रो छ, बिहान नै घाम चर्किया। यस्तो छ अहिलेको माहौल। ल अब नेपालतिर आएपछि भेट्नुपर्छ हो क्या। म कसलाई भने अब मैले त्यस्तो दायित्व होइन होला। ल भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। ल हामीले चाहिँ सामान यहाँ प्याक गरिसक्यो, हालिसक्यो र हामी लागिसक्यौँ। अब कति बजी त्यस्तै 20-25 मिनटको आसपासमा एयरपोर्टमा पुग्छौँ। त्यसपछि बोर्डिङ पासहरू लिनुपर्ने हुन्छ। फर्स्ट टाइम एक्सपिरियन्स हो, खासै राम्रोसँग थाहा छैन। त्यही भएर के हुन्छ कसो हुन्छ एकदम नर्भस भइरहेछ। अरू त त्यस्तै हो है। अब के भन्ने घर आउनु लाग्यो, घर जानु लाग्यो हामी एउटै कलरको कपडा लगाएर घर जानु लाग्यो। घर हो घर, तिमीहरू हेर्दै बस। केही बिर्से जस्तो पनि लाग्छ, केही नबिर्से सबै हाले जस्तो पनि लाग्छ, तर केही छैन। अब के हुन्छ देखा जाएगा। अब यो गाडीभित्र हिँड्ने के देखाउनु, त्यो बक्सर त अब हराएको कहाँ बिर्छ काठमाडौँ किन्ने। अब अनि मेरो हिजो राति चाहिँ बक्सर गायब भइरहेको छ कि बाहिर सुकाएको नयाँ। अरू त्यस्तै हो, पसिना भइसक्यो। ल अब सिधा एयरपोर्ट पुगेपछि झरेपछि देखाउनु पर्ला। अस्ट्रेलिया। ओके अलराइट गाइस, एकदम दुःख कष्ट गरेर 1 घन्टाको भागदौडपछि फाइनल्ली हामी बोर्डिङ पास लिएर पनि अनि सबै चेक इन भएर पनि हामी चाहिँ अहिले छौँ वेटिङ रुममा। अब 1 घन्टापछि हाम्रो फ्लाइट हुन्छ र बाहिरको माहौल यस्तो छ होइन। यस्तै दिउँसोमा जानु पायो भने मजा आउँथ्यो, तर धेरै दुःख पाएँ। अनि एकजना चाइनिज दाइलाई चाहिँ म धेरै, अरू कुरो यस्तै हो। अब भ्युहरू यस्तै छ। यता मिलन दाइ मस्त चिड्यास ग्रान्ड सबभन्दा मोच भने यतै हो। केही बोल्नै पर्दैन, केही गर्नै पर्दैन, पछि भारी बोकेर हिँड्ने मात्रै हो होइन। त्यही हो, यताउता मिलाउने म मास्टरमा आएँ। अब हामी चाहिँ यो काउन्टरबाट जानुपर्छ। त्यही हो गाइस, बिस्तारै भ्लग आउँदै गर्छ, भिडियो हेर्दै गरौँ। ल है गाइस, फाइनली हाम्रो प्लेन आइसकेको छ। यो त्यहाँ यो चाहिँ हाम्रो ओके अलराइट गाइस, अहिले चाहिँ हामी बसिसकेको छ प्लेनमा। बाहिरको भ्यू यस्तो छ, प्लेनको पङ्खा हेर्नु है, पङ्खा पुरा यही हो, धेरै बोल्दैन म। ल यहाँ चाहिँ खुसी कुरा आयो, प्लेन उड्दैछ यहाँ चाहिँ होइन। ल स्लो ब्याक हुँदैछ। यस्तो छ माहौलहरू। 1 घन्टामा 30 मिनट एक्स्ट्रा लियो यार। उडाउने यार, कस्तो रिस उठिसक्यो, भोक लगाएर मतलब भाइयो। अब चाहिँ उठ्छ हिँड्यो। अब चाहिँ प्लेनमा आयो। अब त कुदा भाइ कुदा। ल अहिले चाहिँ हामी इन्टरनेसनल एयरपोर्टमा आइसकेको छ है। फेरि केलको मलेसिया केल इन्टरनेसनल एयरपोर्ट एकचोटि एउटा देखाइदिउँ न। यहाँ हेर्नु न, बवाल बनाइरहेको छ। ल गयो छोड्यो मलाई छोड्यो। यस्तै छ केलको
इन्टरनेसनल एयरपोर्टभित्रको माहौल है गाइस। अब त मलाई लाज लाग्दैन अब त के अरे कोल्ड ड्रिङ्कहरू चक्लेटहरू कोल्ड ड्रिङ्कहरू के ए अहिले हामीले पनि किन्नुपर्छ 5 घन्टा 6 घन्टा हामीले पनि प्लेनमा जानुपर्छ। मुख पनि धुन पाएन गर्मीले त अब दुखेर खत्तम भयो अनुहार एकदम निन्द्रा नपुगेर भिडोक छ गाई चाहिँ त्यस्तै पनि हेरिदिनुपर्छ। अब हामी कहाँ जाने भन्दाखेरि हाम्रो काउन्टरहरू C21 देखि 27 हो त्यहाँ लेखेर रहेछ। त्यहाँबाट अब बल्ल हामी बस्न पाइन्छ मस्त खाजा खाने टयलेट जाने फ्रेस हुने। ल भाइ ल यहाँको माहौल अघि मैले यहाँबाट मुनिबाट देखाएको थिएँ माथिबाट हेर्नु है गाइस यस्तो छ माथिबाटको भ्यू यताको। हामी चाहिँ खासमा भोक लागेर खाजा खान हिँड्ने हो। यो चाहिँ के हो यार गुफा जस्तो पनि छ त्यहाँ पानी कस्तो बवाल बनाइराखेको यार एयरपोर्टमा नि यार यस्तो नेपालमा त छैन त हो साला गरिब देश त गरिबै हो क्या नेपालमा। र यसो खाजा के छ यहीँ पाउँछ कि हो मिठो मिठो त ल हामी यहीँ के खाजा लिएर आउँछौँ ल तेरो भोक लाग्यो जस्तै। टनेलमा छिरियो गाइस यस्तै छ ल सबै चाहिँ एउटै प्लेटमा जाने आगो पनि एउटै प्लेटमा जाने भोबाल मजा आइरहेछ। सो गाई चाहिँ हामी खाजा खाएर नै आइसक्यो। खाजा चाहिँ हामीले पास्ता खायो बर्गर खायो अनि म्याङ्गो जुस खायो। अनि दिउँसो आउँदाखेरि उताबाट यस्तो घाम थियो नि त प्लेनमा अनि आएर डेन्जर चिसो छ फेरि त्यही भएर म चाहिँ बिराउनु लाग्यो जस्तो लाग्यो टाउको फेरि जाडो भयो। अब कतिखेर प्लेन उडाउँछ र प्लेनमा 5 घन्टा सुतेर जाम भइरहेछ एकदम बिराम बनाउनु लागेको चाहिँ यस्तो सुतिरहेको छ। साउन्ड पनि आएको छ क्या खाएको ब्लगहरू चाहिँ देखाउनु सकेन मैले मान्छेले मलाई लाग्यो र अब एकछिन सुत्नु पऱ्यो अनि जानु पऱ्यो गाइस। अब चाहिँ हामी एकदम टेन्सन मुक्त भयो किन मिलाउँदा हेर्नु नि यता यार यो फाइनल चेकिङ पनि भइसक्यो। त्यसपछि यहाँबाट यो प्लेनबाट हो त्यो बाहिर देखेको प्लेनबाट हामी काठमाडौँको यात्रा गर्नु छ। अगाडिको भिडियोहरू चाहिँ हामी बनाउनु सकेन किनभने फर्स्ट टाइम आएको हामीलाई थाहा थिएन कहाँ जाने के गर्ने कसो गर्ने एकदम अर्काको पछि हिँड्दाखेरि होइन त्यस्तो मुड आउँदैन रहेछ बनाउने होइन। अर्काको फर्स्ट टाइम एक्सपिरियन्समा अलिकति नर्भस गाइड चाहिँ त्यही भएर धेरै देखाउनु पाएन। काठमाडौँकोबाट चाहिँ फेरि बवाल भिडियो बनाउने हो। अब यहाँ एकछिन बस्ने पिछा डर आइरहेको छ कतिखेर प्लेनमा चढाउँछ र मुतम भन्ने कुरो थियो। अब एकछिन यहाँ वेटिङ गर्ने पछि जाने हो है। अब बेलुकाको कति बजी जाने 5:31 भइसक्यो 1 घन्टा त छ कसरी 1 घन्टा यहीँ उभिने होला यार है। मेरो त मुड झर्छ होला जस्तो लागिरहेको छ गाइस। ल त्यही हो कुरो त्यही हो। अब सिधै प्लेनमा चढेपछि देखाउँछ रात पर्छ रातिको। ल गाइस अब उड्यो हामी होइन अब उड्यो पालो आइहाल्यो अब मुत्ने दिन आयो अब त्यहाँ दयामाया चिन्दैन क्या अब। ल प्लेनमा बस्ने पाल त आयो त्यो तर अहिले पाला हुन्न होला भन्ने कुरो हो उडाउन गएर मुट्न चाहिँ पाउने भयो त्यही खुसी लाग्यो मलाई धेरै गाह्रो भयो। ल लास्टचोटि त के भने अझै 1 घन्टा त बस्नै पर्छ होला त्यही पनि भ्यू हेर्दैन यहाँबाट यस्तो छ। ल बेलुका 6 बजेको भ्यू है कडाइबाट गएर आएको छ के अरू।
ओके गाइस, हामी चाहिँ प्लेनबाट उडिसकेको थियो, लास्टै भोक लागेको थियो। अनि मटन बिरयानी रहेछ, त्यो अर्डर गरेर खाएँ। जे होस् मिठै रहेछ। मैले भोइस कभर गरेर आएको छु किनभने यो प्लेनको इन्जिनले गर्दाखेरि चाहिँ डेन्जर त्यो ब्याकग्राउन्ड नोइज खतरा आइरहेको थियो। अनि त्यो अर्डर गरेँ, पेप्सी अर्डर गरेँ। डेन्जर भोक लागेको थियो। मैले गम 1 मिनटमा भ्याइदिएँ। खाना चाहिँ मिठै लागेको थियो, भोक लागेको भएर होला। अनि मिलन दाइले पनि यही मगाएर खाएको रहेछ। मिलन दाइ चाहिँ अलि अगाडिको सिटमा परेको भएर देखाउन पाएन अगाडि। मिलन दाइ ठ्याक्कै त्यही अगाडिको सिटमा थियो। अनि त्यही कुरो कहानी साथीभाइहरू होइन। अनि प्लेनको इन्जिन चर्को भएको भएर चाहिँ बोलेन। राति अनि सुत्यो म। त्यसपछि सिधै आइपुग्ने बेला यो चाहिँ काठमाडौँको भ्यू हो, देख्न सक्नुहुन्छ होइन। नाइटमा चाहिँ नाइटको रातिको 9 बजी थियो होला काठमाडौँतिर। अनि काठमाडौँतिर भिडियो बनाउँछु भन्थ्यो एयरपोर्टमा, त्यो ढिलो भएर अनि बनाएन। म चाहिँ सिधै एयरपोर्टबाट रुम गएपछि मात्रै भिडियो बनाएँ। ओके अलराइट गाइस, अहिले चाहिँ फाइनली हामी यो बस पार्क निरको होटलमा आइसक्यो। यहाँ नेपालको एयरपोर्टमा झरेको भिडियो पनि बनाउन पाएन किनभने सुर्केस कुर्दा खुट्टा दुखिसक्यो है। हाम्रो लगेज झर्दैन, एकदम टाइम लाग्दो रहेछ नेपालको एयरपोर्टमा चाहिँ। सिस्टम एकदम मलाई मन परेन। नेपाल आएर के होइन, मलाई यो गाडी चलाउने ट्राफिक पनि लास मन परेन यार, कसम भने। त्यहाँ कति दामी छ नि होइन, खाडी भए पनि यार ल ट्राफिक लाइटको नियम पालन गर्छ। यहाँ त मैले हैरान भएको छ एक साल त यस्तै एउटा ट्राफिक लाइट छ, त्यहाँ ट्राफिक लाइट राखेको रहेछ बन्द, मान्छे निचे हिँडे खायो। लास कस्तो यार, कुन देशमा आइपुग्यो जस्तो लाग्यो यार। तर नराम्रो भन्नु खोजेको त होइन गाइस है, तर पनि अब हामी त्यहाँ त एकदम नियम, हामी त्यहाँ जहिले पनि अब हामी हिँड्ने कुरा आउँदैन त्यहाँ भने एकदम यस्तै ग्र्याब बुक गरेर हिँड्ने हो होइन। एकदम के जति त्यो जाम भयो भने त्यो ट्राफिक लाइट नियमअनुसार पालन गर्छ कि। तर यहाँ भने चाहिँ जता पनि घुसाइदिए उस्तै, जस्तै आउने लेनमा नि जाने मान्छेले आउने लेनमै हालिदिए कि। त्यहाँ उता त एक लाइन त आउने लेन हो नि त, त्यही लेनमा नि फेरि हालिदिए कि। त्यो चाहिँ मलाई लास्टै अझै पनि विकास भएको छैन नेपाल जस्तो लाग्यो उताको हेर्दाखेरि। अरू त्यो अब त्यस्तो एयरपोर्टको केही भिडियो बनाउनु पाएन। अब राति आएको होइन, माथिबाट त्यो प्लेनमा बस्दा पनि भिडियो बनाउनु पाएन। बनाउनु त मन लागेको थियो, टाउको पनि दुखेको थियो, गर्मी उठ्दै फेरि माथि आयो, चिसो उठ्दै फेरि रातिको 30-40 हजार फिट माथिबाट उडेको, चिसो भयो एकछिन, सुत्यो एकछिन। त्यही बिहानदेखि भात खाएको थिएन, धन्न प्लेनमा किनेर खाइयो बिरयानीहरू, त्यति हो। अब यहाँ यसो मासु केसँग सुकुटीसँग भात अर्डर गरेको नि, त्यहाँबाट त्यो खाएर त्यसपछि लाग्नुपर्छ सुत्ने। अब नुहाइँदै गर्नु त भोलि त होला नि। मेरो बक्सर चाहिँ खोज्नु पर्छ जस्तो लागेको छ, यहाँ कतै झोराखेको। मलाई त अनि बक्सरै छैन, चोरेको त अनि हराएको कि मैले कहाँ घुसाएँ हेर्नुपर्छ मजाले। ल त्यही गाइस, अब भोलिको भिडियो थपिन्न होला, नयाँ भिडियो आउँछ भोलि। यो भिडियो यतिकै, अनि त्यसमा कसले हेर्नुभयो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। कतिचोटि भनेछ, बाई बाई।